नमस्ते साथीहरू। हिजो एनपिएलमा सुदूरपश्चिम रोयल्स र कर्णाली एक्स बीच खेल भएको थियो। 140 रन। टी20मा यो स्कोर देख्दा कुनै पनि टिमले सोच्छ इजी विन, तर यदि अपोजिसनमा सुदूरपश्चिम रोयल्स छ भने 200 हान्न जति गाह्रो छ, 140 रन चेस गर्न त्यति नै गाह्रो छ। हो, 3 म्याचमा 3 जित निकाल्दै रोयल्स यो सिजन अनबिटन रहेको छ। टस जितेर बलिङ गर्न आएको कर्णाली एक्सको सुरुवात हेर्दा लाग्थ्यो आज रोयल्सको दिन छैन। सोमपल कामीले फर्स्ट बलमै जस ब्राउनलाई बोल्ड गरिदिन्छन्। यो विकेट साधारण थिएन, किनभने जस ब्राउन पोखरा एभेन्जर्स विरुद्धको खेलमा 68 रन हानेर आउँदै थिए र रोयल्सलाई पावर प्लेमा राम्रो सुरुवात दिनको लागि उनी एकदमै इम्पोर्टेन्ट खेलाडी थिए। त्यो एक बलले सुदूरपश्चिम रोयल्सको पावर प्लेको टोन पनि सेट गर्यो। पावर प्लेमा रोयल्स मात्र 27 रन थियो र 2 विकेट गइसकेको थियो। त्यसपछि युवराज खत्रीले क्रिस लिनलाई फसाउन साथको त्यो सेलिब्रेसन हेर्नु नै भयो होला। ही डिजर्भ्स द्याट सेलिब्रेसन। क्रिस लिन जस्तो खेलाडीलाई सधैँ आउट गर्ने मौका आउँदैन। त्यसपछि ईशान पाण्डे पनि रन आउट हुन पुग्छ। यसरी रोयलको स्कोर 10 ओभरमा मात्र 52 रन्स थियो र 4 विकेट गुमाइसकेको थियो। यो सिचुएसनबाट हजुरहरूले कतिको स्कोर एक्सपेक्ट गर्नुहुन्छ? 110 रन, 120 रन? हो, मैले पनि त्यति नै एक्सपेक्ट गरेको थिएँ। जुन तरिकाले कर्णालीले बलिङ गरिरहेको थियो र जुन तरिकाले पिचले बिहेभ गरिरहेको थियो, यो हेर्दा लाग्दै थियो 110 देखि 120 रन भन्दा धेरै बनाउन सक्दैन भनेर। तर क्याप्टेन दिपेन्द्र सिंह ऐरी, आरिफ शेख र हरमित सिंहले त्यो इनिङलाई तानतुन गरेर 139 रनसम्म पुर्याउँछन् र कर्णालीलाई टार्गेट दिन्छन् 140 रनको। बलिङमा कर्णालीलाई क्रेडिट दिनै पर्छ। जुन तरिकाले सोमपाल र नन्दन यादवले पावर प्ले र डेथ ओभरमा बलिङ गरेका थिए, दे वर एब्सोल्युट फायर। पिचले पनि साथ दिइरहेको थियो र यो सिजन सोमपाल र नन्दन यादवको जोडीले राम्रो बलिङ गरिरहेको छ। पावर प्लेमा मात्र होइन, डेथ ओभरमा पनि, जुन नेपालको लागि पनि एकदमै सुखद हो। 140 रन चेस गर्न आएको कर्णालीलाई लाग्यो होला गेम हातमा छ, लास्ट सिजनको बदला लिने मौका पनि यही नै हो। तर दिपेन्द्र सिंह ऐरी द टाइगर जागेपछि कसको के लाग्छ? आफ्नो फर्स्ट ओभरमै म्याजिक देखाउँछन् प्रिङ पाञ्चाललाई आउट गरेर। त्यसपछि मार्क वाटले राम्रो सुरुवात गरिरहेका थिए कर्णालीको लागि र आफ्नो दोस्रो ओभरमा दिपेन्द्र सिंह ऐरीले उनलाई पनि एलबिडब्ल्यू गरेर आउट बनाउँछ। त्यसपछि नजिबुल्ला जद्रान, गुलसन जहाँ बोल्ड र दिपेन्द्रको त्यो टाइगर सेलिब्रेसन। हिजो उनलाई खेल्न नामुमकिन नै थियो। हरेक ओभरमा आएर 1 विकेट लगेर जान्छन्। अनि उता हरमित सिंह, भाइ यो मान्छेले रन खान जानेकै छैन। फर्स्ट ओभर मेडेन, उनले पनि 2 विकेट निकाल्छन् र ओभरअल एनपिएलको इकोनोमी अन्डर 5 रहेको छ यिनको। क्यान यु बिलिभ इट? टी20मा अन्डर 5 को इकोनोमी। धेरै जस्तो खेलाडीको वन डेमा पनि अन्डर 5 को इकोनोमी हुँदैन। त्यस्तै अरू बलरहरूको पनि राम्रो साथ मिल्छ। स्कर कुगेलाइनले 4 ओभरमा 9 रन दिन्छन् र 1 विकेट लग्छन्। उनले पनि प्रेसर क्रिएट गरेर अरू बलरलाई साथ दिए भन्नुपर्छ। हिजो दिपीले बलिङ रोटेसन यस्तो स्मार्टली गरिरहेका थिए कि ब्याट्सम्यानहरूलाई सेट हुने मौका नै दिएनन्। हिजो रोयल्सको पर्फेक्ट टिम बलिङ थियो भन्नुपर्छ। कर्णालीको ब्याटिङमा सोमपाल र पवन सराफले मिडल अर्डरमा केही रेजिस्टेन्स देखाए पनि टाइगरको अट्याकबाट बच्न भने सकेनन्। त्यसरी कर्णाली एक्स विरुद्ध रोयल्सले ठुलो जित हात पार्न सफल हुन्छ। 140 रनको टार्गेट दिएर 45 रन्सले म्याच जित्नु भनेको योभन्दा ठुलो डोमिनेसन के हुन सक्छ? हिजोको म्याचले रोयल्सको बारेमा के कुरा क्लियर गर्छ भने सुदूरपश्चिम रोयल इज नट जस्ट अबाउट ब्याटिङ और बलिङ और फिल्डिङ। जस ब्राउन र क्रिस लिन जस्ता खेलाडी फेल हुँदा मिडल अर्डरले 140 देखि 150 रन बनाउन सक्छ। अनि त्यो 140-150 रनलाई बलर्सले 200 बराबर बनाइदिन्छ। यही च्याम्पियन मेन्टालिटीले रोयल्सलाई अनबिटन बनाएको छ। दिपेन्द्र सिंह ऐरीको त के नै कुरा गर्नु, क्याप्टेन्सी, ब्याटिङ, बलिङ, फिल्डिङ, इज देयर एनिथिङ ही क्यान डु? अहिले सबैजना नेपाली क्रिकेट प्रेमीहरू खुसी भएको हुनुपर्छ, किनभने जुन फर्ममा दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल पोर्तेल देखिरहेका छन्, यो फर्म नेपाललाई टी20 वर्ल्ड कपमा निकै नै ठुलो काम लाग्नेवाला छ। अब वेट छ त्यो महामुकाबलाको, रोयल्स भर्सेस विराटनगर किङ्स, अनबिटेन भर्सेस अनबिटेन, द टाइगर भर्सेस सन्दीप द म्याजिसियन। हजुरहरूलाई टाइगरको पर्फर्मेन्स कस्तो लाग्यो कमेन्टमा लेख्नु होला। साथै हामीलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो।